नि नेपालै उहाँले एकीकरण गरेको भनेपछि आज पृथ्वीनारायण शाहका दिव्य बाणीहरू आज कसरी लागू भयो विदेशीहरूलाई आएर व्यापार गर्नु नदिनु नेपालीलाई कङ्गाल बनाएर जान्छन् भनेको आज नेपालीलाई कङ्गाल बनाए होइन विदेशीहरूले होइन विदेशीहरूलाई चाहिँ भित्र आउन नदिनु भनेर भनेको थियो विदेशीहरू भित्र आउँदा के हुँदो रहेछ आजै मात्रै भेनेजुएलाको स्थिति हेर्नुभयो अघि होइन के भयो भेनेजुएला नेपाल पनि त्यही हुँदैछ चाहिँदो रहेछ त सेतो कपाल सेतो छाला चाहिँदो रहेछ चाहिँदैन नि दारीहरूले पनि कालो दारी कालो कपाल कालो कौरा सुरुवालले पनि नि आयो नि त होइन सिंहदरबारमा आगो लाग्यो सर्वोच्चमा आगो लाग्यो कि लागेन त्यसले गर्दाखेरि के छ भनेदेखि आज पुनः फेरि देश एकीकरण गर्नुपर्नेछ देशलाई पुनर्संरचना गर्नुपर्नेछ देश बनाउनु पर्नेछ जोगाउनु पर्नेछ जम्मुन राष्ट्रवादी शक्तिहरूलाई एक हुन म आह्वान गर्छु बडा महाराज धीराज पृथ्वीनारायण शाहलाई केही भनेर सम्झिन्छु उनीहरूले अहिले बुझे नि त अहिले बुझे अब भर्खर प्रचण्डहरूका आँखा खुल्दैछ फेदिएलिएरका आँखा खुल्दैछ भर्खर बुद्धि बनाउँदैछ म पनि नेपाली काङ्ग्रेसका केही दिग्गज नेताहरूसँग आज